बेला है कोलाहलपूर्ण अवस्था भएको छ यति बेला टिचिङ हस्पिटलमा चाहिँ आम छोरा हो है यति बेला पीडितको आमा हुनुहुन्छ है हजुर कुन मिडिया हो नमस्ते अनलाइन मिडियाबाट सुन्नु न यो यो खास के भएको यो भनिदिनु न बहिनी जुन अहिले उसको श्रीमानले काट्नुभयो होइन हजुर हो त्यो बहिनीको जुन आर्मीमा जाइरहनु हुँदो रहेछ के अरे नाम पनि पढ्नु छैन यो नेपाली ब्रोको भर्खर हामीले समाचार सुन्यौ ईश्वरी थापा भन्ने त्यही सुनेर बहिनी हो हामी पनि म नि मेरो साथी बहिनीको बुढीको साथीहरू भएर यसो परे आउनु न भनेर आएको बिचरा त्यो बहिनी र उसको छोरो जेनिस भन्ने छोरोले 18 के अरे 5 टाइम्स प्लस बालाजी चौकीमा निवेदन दिनुभएको छ हजुर होइन सेक्युरिटी पाऊँ यसरी हान्न लागेको छ यसरी मार लागेको छ हात खुट्टा त्यो काटेको तपाईँको छाला तासेको सबै फोटोसहित लिएर गएर तर हामीले सुने अनुसार चाहिँ के भन्नुभयो अरे भाइले भनेअनुसार चाहिँ जब बालाजी चौकीमा गएर निवेदन दिन्छ नेपाली बुढो लिएर गएपछि ओ नेपाली बुढो हजुर आउनुभएछ भने अलमारी पठाउने कुनै सिरियस नलिदिएको कारणले ऊ झन् त्यो इन्करेज भयो क्या उसलाई इन्करेज भयो हजुर उसलाई चाहिँ कुनै दबाब फिल भएन क्या नभएर आज 4-5 वर्षको छोरो 18 वर्षको छोरोको चाहिँ टुरो बनाउनु गरेर अहिले मोरलेस कति 8 बजे चाहिँ बाटो 8:30 मा बालाजी जुन उहाँ आर्मीमा ड्युटी गर्नु हुँदो रहेछ आर्मीमा ड्युटी गर्ने हुने ईश्वरी बहिनीको घर नजिकै कुरेर स्कुटीबाट त्यो भिडियो पनि छ रगत कालो भएको लखटी घाँटी यहाँ छिनाएर अहिले छ टी सर्ट रगतै छ खै त्यो टी सर्ट भएको बाबु आउ त्यता उहाँको छोरा होइन उहाँ यता आउ ल यता आउ त अब 5-5 चोटि निवेदन दिँदाखेरि समाचारमा सुन्न सर 5-5 चोटि निवेदन दिँदाखेरि उहाँले सिरियस लिइदिनु भएको भए आज सायद यो घटना घट्थेन कि भने चौकीको पनि लापरवाही छ यसमा होइन सुन्नुहोस् न ल चौकीको भिडियो कहाँ छ जेनिसको भिडियो देखाइदियो क्यामेरामा अब त्यसको प्रोटोकलले गर्छ एकछिन भिडियो देखाउ त्यो खै मोबाइलको छोरो आफ्नै छोरो 4 वर्ष रहेछ उहाँ है बालाजीको पुलिसलाई हामीले अब उहाँबाट अब सोध्नुहोस् हजुरले कति चोटि निवेदन दियो 5 वटा निवेदन दिएछ ज्यान मुद्दामा अनि के भनेर हजुर के भनेर चौकीमा के भनेर आउँथे रे हामीलाई मार्थ्यो भनेर हामीले निवेदन दिएको चौकीमै भन्थे मार्थ्यो भनेर हजुरको बाबाले हैन हजुर त्यही पनि उहाँहरुको पुलिसले नलिएको के सिरियस लिएन नेपाली गुरु जाँदा बिजी ओ नेपाली गुरु आए उहाँले त हामीलाई बचाएको एकचोटी हामीलाई ज्ञान के त भन्नुस् त चौकीमा जाँदा फेरि अब यो हाम्रो यही मान्छे हो भन्दा फेरि उहाँले यसरी मारेको हैन त आज यो घटना घट्यो भने हामी देखाउन सक्दैन है यो अफिसबाट घर गइरहनु यो मार्नीमा हात पक्का छ कान्छ ओइ भाइ नेपाली गुरुहरु एकजना अनि प्रकाश भुजेल छ अनि त्यसपछि केटीको नाम प्रतीक्षा आचार्य हो केटीको नाम उसको फ्यामिलीले के भन्छ भने अनु अनि के रे मोजिना अनि उसको आमा उसको बाउ उसको भाइ बुझन परिवारले के भनेछ भने सर है हजुर हजुर यो केटीलाई मार यो केटीलाई मार अनि त्यो अर्को केटीलाई लिएर केटी नाम भन्नु भित्रै दिउँला प्रतीक्षा आचार्य है त्यसको फोटो छ नि उले के भनेछ भने यसलाई मारेपछि हामी भित्रै अनि अर्को दोस्रो बिहे गरिदिउँला भनेछ है यो भनेको चाहिँ कसले आचार्यले के भनेछ भने त्यो घरजान परिवार सबै मिलेर घर परिवारले मिलेर है मेन्ची आमा हो अनि उसको मेन झन् आमा छे है अनि त्यो प्रतीक्षा आचार्यले के भनेछ भने
यो हेर तेरो बुढीलाई मार अनि तेरो बुढीलाई मारेपछि जोकिएपछि म तेरो घरमा भित्रिन आउँछु त्यसलाई नमारेसम्म म भित्रिन सक्दिनँ भनेपछि उसको आमाले के भन्यो भने मर्द भनेको एकजना बुढी होइन 2-4 जना बुढी लिएर पर्छ भनेर भन्थ्यो कि उसको आमाले अब यो छामाको आज उहाँलाई बोक्दाखेरि घाँटी काटेको बोल्दाखेरि छोरोले मेरो बाबु हो यो अनि उसको गाउँको घरमा लगेर 3 चोटिसम्म त्यो केटीलाई लगेर राखेपछि अनि उसको घरदार परिवारलाई सबैजनालाई थाहा थियो तै पनि त्यो सूचना बहिनीलाई दिएन अनि उसले सुध्रियोस् भनेर कतिचोटिसम्म मेरो बहिनीले उसलाई 4 लाख दिएको हो 4 लाख दिन पनि ऊ सुध्रिने ऊ नै गरेन दिनकै आउने हातपात गर्ने यो छोरोलाई पिट्ने त्यो बहिनीलाई पिट्ने निल डाम त्यो वरिपरिको छिमेकीलाई हजुरहरूले सोद्धा पनि थाहा हुन्छ यहाँ हुनुहुन्छ राजनीतिले पिट्ने हो हजुरले थोरै स्पष्ट बनाइदिनु न यो यो अस्ति भर्खर 2 दिन हप्ता दिन अगाडिको पिरियड बारम्बार तपाईँको उजुरी दिइरहेको हो होइन उजुरी दिँदाखेरि उहाँलाई पनि मेन कुरो प्रशासनले पनि कमजोरी हो खास चाहिँ पछि चौकीको पनि लापरवाही हो यसमा बचाउन भनेर गयौँ त्यहाँ सर यो अस्ति हप्ता 10 दिन अगाडि यसरी कुट्नु भएको थियो कुटेर यो साइड गएको होइन यो साइड जाँदाखेरि बिहान पुलिसहरूले के भन्छ नि ओहो नेपाली ब्रो भन्नुहुन्छ अङ्गालो मारेर हात खिचेर फोटो खिच्नुहुन्छ खुकुरी हानेर छ तपाईँको घाँटीमा लगभग यति काटेछ तपाईँ 4 पोस्टमार्टम दिलाउनु पर्यो त्यसरी भयो भने त तपाईँको चाहिँ के भएर बारम्बार आज चौकीले प्रशासनले अलिकति सिरियस लिएको भए आज यो घटना त घटिँदैन नि प्रकाश भुजेलको घरमा एकचोटि सम्बन्ध खुलाइदिनु न किनकि उहाँ जहिले पनि मेरो बहिनी भन्ने अथवा मेरो ज्वाइँ भन्ने यो मिडियामा धेरै आइरहेछ के यो खास के हो भुजेल हो हामी भुजेल हो ऊ पनि भुजेल भएको कारणले उसले बनाएको अनि एकचोटि मेरो बहिनीले पनि तिहार र दसैँमा टिका लाउने भनेर बोलायो एकचोटि दसैँ र तिहारमा टिका लायो टिका लगाएको दाइ हो बनाएको है यिनीहरू पनि जान्थ्यो जाँदाखेरि त्यति गर्दा पनि मेरो बहिनीले बारम्बार पिटाइ खाएर त्यो केटीलाई लगेर घरमा बारम्बार उसको त्यो प्रकाश भुजेलको घरमा लगेर राख्दा पनि उनीहरूको बेडरुममा लगेर रातै बिताउँदा पनि आज यो बहिनी तेरो के अरे यहाँ बुढाले यसरी केटी लिएर मेरो घरमा राखेको छ भने सूचना उसले कुनै दिन नदिने कारण किन उसले छुपायो अनि उसले मिडियामा भन्छ बारम्बार मेरो बहिनीलाई मिलाउनु पर्छ उसले केटी उसको घरमा लगेर राख्ने पहिला उसको त्यो केटीलाई ल्याएर कोठामा ल्याएर राख्नु प्रकाश भुजेलले यो चाहिँ पोखरामा रङ्गे हात होटेलमा समात्दा फेरि प्रहरीले के भन्यो नि रङ्गे हात भित्र बस्न पाउँछ अरे प्रहरीहरूले भनेको के अरे केटा र केटी भित्र बस्न पाउँछ अरे रङ्गे हात नसमातेसम्म पनि भए अरू बेलामा दुःख गरेर खाने जुन महिलाहरू हुन्छ जुन अरू काम के अरे खानेलाई शङ्खाको भरमा त्यसै समातेर दिन्छ नि त